वृष राशि अथवा वृष लग्न हुनुभएको व्यक्तिहरूको लागि जेठको 19 गतेबाट गुरु ग्रहले मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यस्तो अवस्थामा कस्तो फल मिल्छ त? यदि हजुरहरू पनि वृष राशि अथवा विशेष गरी वृष लग्नको हुनुहुन्छ भने तपाईँ यदि कम्युनिकेसनको फिल्डमा, मार्केटिङ फिल्डमा अथवा सोसियल मिडियाको प्लेटफर्ममा रहेर काम गर्दै हुनुहुन्छ भने अथवा काम गर्ने सोच बनाउनु भएको छ भने तपाईँको लागि यो समय निकै राम्रो देखिन्छ। सँगसँगै यदि तपाईँ टिचिङ फिल्डमा हुनुहुन्छ अथवा काउन्सिलिङको फिल्डमा हुनुहुन्छ भने पनि हजुरको लागि यो समय अत्यन्तै राम्रो देखिएको छ। रिलेसनमा भने लङ डिस्टेन्सको रिलेसन बन्ने अथवा लङ डिस्टेन्स चाहिँ रिलेसनमा कनेक्सन बढ्ने खालको अवस्था पनि रहन सक्छ। सँगसँगै नयाँ कुराहरू सिक्नको लागि पनि यो समय निकै शुभ मानिन्छ। स्वास्थ्यमा घाँटीसँग सम्बन्धित प्रब्लमहरू आउन सक्छन्। सँगसँगै निद्रा बिग्रिनाले अथवा निद्राको कारणले गर्दाखेरि पनि तपाईँको स्वास्थ्यमा समस्याहरू आउन सक्छ। यो दुई कुरामा चाहिँ विचार गर्नुपर्ने हुन्छ। सिब्लिङसँगको कनेक्सन पनि राम्रो बन्ने देखिन्छ। सिब्लिङको तर्फबाट पनि तपाईँको लागि निकै धेरै हेल्प मिल्ने खालको अवस्था देखिएको छ। अझ तपाईँ विशेष गरी कन्टेन्ट क्रिएटर हुनुहुन्छ अथवा कन्टेन्ट क्रिएट गर्ने जर्नीमा लाग्ने सोचिरहनु भएको छ भने तपाईँहरूको लागि यो समय अत्यन्तै शुभ देखिएको छ।